म स्वतन्त्र पत्रकार आडी हरिसुमन। यति बेला हामी पानीनी गाउँपालिकामा छौँ। पार्टीले न्यायोचित ठाउँमा र उचित ठाउँमा उचित व्यवस्थापन गर्नेछ। तेस्रो अधिवेशनको कार्यक्रममा सुदर्शन बरालज्यूलाई आजको यस अधिवेशनको प्रमुख अतिथिको आसनमा गरिदिन म विनम्र अनुरोध गर्छु। म 2057 सालसम्म म यो पालिकाका विभिन्न ठाउँहरूमा म आफै पनि पार्टीको जिम्मेवारी लिएर हिँड्दै थिएँ। 57 सालमा हामीले गुल्मी र अर्घाखाँची अलग अलग जिल्ला बन्यौँ। त्यसपछि मेरो कार्यक्षेत्र गुल्मी जिल्लामा पर्यो। त्यहाँभन्दा अगाडि चाहिँ म यो ठाउँहरूमा धेरै ठाउँहरूमा पुगेको छु। माथि खिरिङको माथि डाँडामा मैदानका ठाउँमा अघि मैले तल गाडीबाट ओर्लने बित्तिकै मैले हेरेँ त्यो पारी मैदानको गाउँ, त्यहाँको देउराली, यता तलको पुख्रे देउराली, माथिको पाली फलपुर चिनिका हुँदै खर्ज्याङसम्मको भुवा, यतापट्टि चाहिँ अडगुरी पटौटी खिलिप लगायतका भूभागहरू जतिखेर चाहिँ हाम्रो यतापट्टिको एउटा 2 नम्बर इलाका बनाएका थियौँ। त्यसको कार्यक्षेत्र लिएर म आएको थिएँ। उत्साहका साथ र पीडाका साथ हामी यो अधिवेशन सम्पन्न गर्न गइराखेका छौँ। यो भेलाले सही नेतृत्व चयन गर्नुहुनेछ। नेकपा माओवादी केन्द्रको तेस्रो अधिवेशन यहाँनिर हुँदैछ र यति बेला पालिका कमिटीको टिम सहित जिल्लाको टिम, प्रदेशको टिम यहाँनिर पुगिसकेको छ। प्रमुख अतिथि को हुनुहुन्छ अनि यसले चाहिँ के वातावरण बनाइराखेको छ? हाम्रो प्रमुख अतिथि सुदर्शन बराल लुम्बिनी प्रदेशका अध्यक्ष हुनुहुन्छ भने हाम्रो विशिष्ट अतिथि अर्घाखाँची जिल्लाको किशोर विष्का ठाकुर हाम्रो इन्चार्ज हुनुहुन्छ। अधिवेशन हुने स्थान हलमा चाहिँ गुफाको हलमा चाहिँ प्रवेश गर्दैछौँ। साथीहरू एकदम उत्साहितपूर्वक नारा जुलुसका साथ चाहिँ अगाडि बढ्नु भएको छ र हाम्रो माओवादी केन्द्रको उद्देश्य भनेको यस पानीनी गाउँपालिकाबाट भ्रष्टाचारीहरूलाई चाहिँ निरुत्साहित गरेर श्रमजीवी वर्गहरूको चाहिँ उत्थान गर्ने र देशमा सुशासन ल्याउनको लागि पानीनी गाउँपालिकाबाट पनि सुरु गरौँ भन्ने उद्देश्यका साथ हामी आज चाहिँ यस अधिवेशनमा चाहिँ भव्यताका साथ एकदम उत्साहका साथ लागिरहेका छौँ। हस्त धन्यवाद। यति बेला नेकपा माओवादी केन्द्र पानीनी गाउँपालिका अर्घाखाँचीको तेस्रो अधिवेशनको लागि भव्य तयारी भइराखेको छ र यो टिम बाजागाजाका साथ कार्यक्रम स्थलतर्फ जाँदैछ र यो कार्यक्रम हलमा यो दुर्वास गुफा हलमा यो कार्यक्रम अगाडि बढिराखेको जानकारी गराउनुहुन्छ। नेकपा माओवादी केन्द्र पानीनी गाउँपालिकाको तेस्रो पालिका अधिवेशनको तयारीमा यहाँनिर चाहिँ तपाईँ हाम्रो टिममा देख्न सक्नुहुन्छ र खास गरेर यहाँको तयारी भव्य रूपमा गर्दै यो टिम कार्यक्रम स्थलतर्फ जाँदैछ र माओवादी केन्द्रको पानीनीको यो अधिवेशन आफैमा महत्त्वपूर्ण हुने बताइएको छ। माओवादी केन्द्रको नेता सुदर्शन बराल यस कार्यक्रमको मुख्य अतिथिको रूपमा रहनुभएको हामीले जानकारी प्राप्त भएको छ। भोजराज घिमिरे शङ्कर हाम्रो माओवादीको भव्य र सभ्य रूपले अधिवेशनको तयारीमा छौँ। हामी प्रत्यक्ष लाइभ देख्नु भएको छ। हाम्रो पत्रकार मित्रहरू सबैलाई आभार गर्दै हाम्रो भव्य र सभ्य अधिवेशन सम्पन्न गर्नको निमित्त हामी यो कार्यक्रममा अगाडि बढिरहेका छौँ। हाम्रो तेस्रो अधिवेशन हो। तेस्रो अधिवेशनको अब हामीले कार्यक्रम गर्न थालेका छौँ। अब यसले अब नयाँ कमिटी बनाउँछ। नयाँ कमिटीले अब यो पानीनीलाई राम्रोसँग एउटा पार्टीको विचारलाई जनतामाझ पुर्याउनेछ। पानीनी गाउँ कमिटीको चाहिँ आज तेस्रो अधिवेशनको कार्यक्रम चाहिँ अब सुरु हुँदै चाहिँ जान लागेको छ। अब यहाँ चाहिँ हाम्रो चाहिँ अब शुभेच्छुक अब चाहिँ मान्यजनहरूको उपस्थिति छ र अब तपाईँले यो चाहिँ कुरा राख्न अब मौका दिनुकोमा सुमनजीलाई चाहिँ धन्यवाद दिन चाहन्छु। म रमेश अधिकारी, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पानीनी गाउँपालिका वार्ड नम्बर 8 को वडा अध्यक्ष। आज हामी यस ठाउँमा दुर्गाफाँटमा हाम्रो पालिकाको भव्य अधिवेशन गर्न गइरहेका छौँ। आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पानीनी गाउँपालिकाको तेस्रो अधिवेशनमा जुटेका छौँ र हाम्रा पार्टीका शुभचिन्तक र हाम्रा पार्टीका नेतागणहरू आइरहनु भएको छ
र हामी हाम्रो सभा हलतिर हामी लाग्दैछौँ। हाम्रो डिआरजी सुबन, धन्यवाद। म भोजराज घिमिरे शङ्कर। हाम्रो आज अधिवेशन हाम्रो पाणिनी सभा हलको हलमा भव्य रूपमा हामीले सम्पन्न गर्न गइरहेका छौँ। लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष तथा केन्द्रीय सदस्य कमरेड सुदर्शन बरालज्यूलाई आजको यस अधिवेशनको प्रमुख अतिथिको आसनमा गरिदिन म विनम्र अनुरोध गर्छु। क्रममा होस् वा जनआन्दोलनको क्रममा विभिन्न वीर शहीदहरूले आफ्नो ज्यानलाई आहुति दिनुभएको छ। हामी उहाँहरूलाई सधैँ कार्यक्रममा सम्मान र सम्झने गर्दछौँ र आज पनि हामी यो हाम्रो तेस्रो अधिवेशनको कार्यक्रममा हाम्रा ती महान शहीदहरूप्रति 1 मिनट मौन गरिदिनु हुन म सम्पूर्ण अतिथिगण र उपस्थित सम्पूर्णलाई उठेर 1 मिनट मौन गरिदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। सुरु। धन्यवाद। पाणिनी गाउँपालिका कमिटीका उपाध्यक्ष तथा जिल्ला सदस्य कमरेड भोजराज घिमिरे शङ्करज्यूलाई आफ्नो स्वागत मन्तव्य राखिदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। नेपाल कम्युनिस्ट पार्टी माओवादी पाणिनी गाउँपालिका तेस्रो अधिवेशनका अध्यक्ष पाणिनी गाउँपालिका का आजका प्रमुख तेस्रो अधिवेशनका लुम्बिनी प्रदेश का अध्यक्ष हाम्रो पार्टीका पूर्व मन्त्री सुदर्शन बरालज्यू, राष्ट्रिय सभा पूर्व सदस्य चन्द्रबहादुर खड्काज्यू, अर्घाखाँची जिल्ला केन्द्रीय सदस्य अर्घाखाँची जिल्लाका इंचार्ज ईश्वर ठाकुर भिगाज्यू र लुम्बिनी प्रदेश सदस्य अर्घाखाँची जिल्ला का अध्यक्ष ज्यू, अर्घाखाँची जिल्ला सहइन्चाज्यू र प्रदेश सभा सदस्य पाणिनी गाउँपालिका इन्चार्ज विमला घिमिरेज्यू, प्रदेश सदस्य
हाम्रो जागिर हुसेज्यू र हाम्रा सम्पूर्ण हामीले अर्घाखाँची जिल्लाका 6 तहका नगरपालिका पालिकाका प्रमुख उपप्रमुखहरू र मेरा सहकर्मी सम्पूर्ण पालिका कमिटीका सहकर्मी साथीहरू, वडाका सम्पूर्ण अध्यक्ष प्रतिनिधिहरू र हाम्रा अगाडि पत्रकार मित्रज्यूहरू, सुरक्षा कर्मीहरू, स्वास्थ्य कर्मीहरू, हाम्रा शहीद परिवारका प्रतिनिधि प्रमुखज्यूहरू, सम्पूर्ण पार्टीका शुभचिन्तित साथीहरूमा म पाणिनी गाउँपालिकाको उपाध्यक्षको हैसियत र मलाई यो अवसर शुभकामना दिने अवसरमा मेरो तर्फबाट पाणिनी गाउँपालिका तर्फबाट अर्घाखाँचीको तर्फबाट स्वीकार्नुहोस्। लाल सलाम। सम्पूर्णमा हाम्रो आज तेस्रो अधिवेशन भव्य र सभ्यका साथमा हामी मनाउन गइरहेका छौँ। हल्ला नगरिकन सबैले, किन भन्दाखेरि यो अधिवेशन भनेको एउटा हाम्रा जस्तै ईद पर्व, हाम्रो दसैँ तिहारको पर्व लगायतका विभिन्न अब चाहिँ मगर समुदायका पर्वहरू, दलित जनजातिका कुमार जातिका पर्वहरू जस्तै यो आज हाम्रो महत्त्वपूर्ण पर्व ठानेर बुझ्नुहोला। सम्पूर्ण यही भित्रै सम्पूर्ण व्यवस्थापन हामीले मिलाएका छौँ। पानी, खाजा, कुनै समस्या भयो भने स्वास्थ्य कर्मीहरू यही हाम्रो अगाडि हुनुहुन्छ। कुनै पनि समस्या भयो भने यहाँ हाम्रो सचिव बुद्धिजीवी लगायत मलाई सूचना गर्नुहोला भन्दै मैले धेरै वक्ता यहाँ मेरो सामु हुनुहुन्छ र सबैमा स्वागत 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 गर्दै भव्य र सभ्यको साथ हाम्रो अधिवेशन चुस्त र दुरुस्त कुदाउने गरी यो भेलाले सही नेतृत्व चयन गर्नुहुनेछ। किन भन्दाखेरि यो भेला भनेको सहमति निर्वाचनको निमित्त भेला गरेको, कसैलाई माया लागेर कसैलाई चाहिँ केही भएर त्यो होइन। यो हलबाट पालिकाको अध्यक्ष सहितको 45 जनाको कमिटी बनाउने, आजै कमिटीमा सहमति हुने मैले विश्वास लिएको छु। त्यो विश्वासलाई पालना गरेर धैर्य साथ बस्नुहुनेछ। सम्पूर्ण सुविक्षित कार्यकर्तालाई सम्पूर्ण घरसम्म पुर्याउनको निमित्त सर्वसाधन हामीले व्यवस्था गरेका छौँ। तपाईहरु धैर्य साथ बसेर यो अधिवेशनलाई भव्य र सभ्य साथ सम्पन्न गर्नुहुनेछ भन्दै सम्पूर्ण अतिथि प्रमुख अतिथि सम्पूर्णलाई स्वागत गर्दै मेरा भनाइ अन्त्य गर्छु। हस्त लालसा। पाणिनी गाउँपालिकाको अधिवेशनलाई सम्पन्न गर्न आउनुहुने यो पाणिनी गाउँपालिकाका सम्पूर्ण कमरेडहरूलाई मेरो व्यक्तिगत तर्फबाट क्रान्तिकारी अभिवादन टक्राउन चाहन्छु। र मैले यहाँ धेरै विषयवस्तुहरू राख्नुभन्दा पनि हामी अत्यन्तै उत्साहका साथ र पीडाका साथ हामी यो अधिवेशन सम्पन्न गर्न गइराखेका छौँ। किनभने सायद हामीले यो पाणिनी गाउँपालिकामा बृहत र हाम्रा चाहिने प्रतिपक्षहरूलाई विपक्षहरूलाई खबरदारी गर्दै एउटा विशाल सभा हामी अधिवेशन गर्ने गर्थ्यौँ र आज हामी एउटा हलमा सीमित हुन पुगेका छौँ।
र यद्यपि फेरि हामी निराशातिर होइन र अब फेरि हामी एउटा ठुलै जमघटतिर प्रवेश गरेका छौँ भन्ने मैले आज अनुभूति गरेको छु। र यो अधिवेशन मैले धेरै कुराहरू नराख्दै यो अधिवेशन भव्य र शानदार सफल हुनेछ र मैले यो अधिवेशनबाट नवनिर्वाचित हुने बोडीलाई आगामी चुनौतीहरू थुप्रै छन्। त्यो चुनौतीलाई सामना गर्ने एउटा आँट राख्ने क्षमता, त्यस्तो चाहिने नेतृत्व यो अधिवेशनबाट हामीले नयाँ एउटा ऊर्जाशील कमिटी निर्माण गर्ने छ यो हलले भन्ने मैले पूर्ण विश्वास राखेको पनि छु। र शानदार रूपमा हामीले सर्वसहमति रूपमा हामीले कमिटी निर्माण गर्नेछौँ भन्ने एउटा आशा राख्दै यहाँहरूलाई यो अधिवेशन भव्य र शानदार रूपमा सफल पार्नुहुने छ भन्ने चाहिँ शुभकामना व्यक्त गर्दै मेरा भनाइहरू मैले यहीँ अन्त्य गर्छु। हस्त धन्यवाद, अभिवादन। देशव्यापी रूपमा हाम्रो पार्टीले जुन अभियानहरू सञ्चालन गर्यो, चाहे तराई मधेस हुलाकी मार्ग होस्, चाहे मध्य पहाडी मार्ग होस्, त्यसमा अहिले जुन देशव्यापी रूपमा हाम्रो लहर आएको छ, कमरेडहरूले विभिन्न सामाजिक सञ्जाल मार्फत समाचारहरू मार्फत हेर्नुभएको छ कि देशव्यापी रूपमा हामीलाई हाम्रो पार्टीप्रति विश्वास पुनः उजागर भएको छ। एकपटक हाम्रो पार्टीमा यस्तो स्थिति आइपुग्यो, हाम्रो पार्टीका नेताहरूले पार्टीको नाम नेकपा माओवादी राख्नु हुँदैन भन्ने प्रस्ताव ल्याउनु भयो। माओवादी भन्न डर मान्ने स्थिति भयो, माओवादी भन्न लाज मान्ने स्थिति भयो। नेताहरूले, कतिपय नेताहरूले भन्न थाल्नु भयो कि अब चाहिँ पार्टीको झन्डा फेर्नुपर्छ, चुनाव चिन्ह फेर्नुपर्छ। माओवादी भनेर त चाहिँ हामीलाई कसैले चाहिँ मान्दैन, त्यसकारण पार्टीको नाम फेर्ने, झन्डा फेर्ने, चुनाव चिन्ह फेर्ने सम्मका कुराहरू चाहिँ हाम्रो लिडरसिपमा उठ्ने अवस्था थियो। त्यसकारणले त्यहाँबाट हुँदै अहिले यहाँसम्म आइपुग्ने स्थिति के बनेको छ भने फेरि एकपटक माओवादी पार्टीको नाम, झन्डा, चुनाव चिन्हप्रति गर्व गरेर म माओवादी हुँ, म माओवादी हो, माओवादी पार्टीको यस्तो चाहिँ जिम्मेवारीमा छु भन्न सक्ने मनोबल सहित माओवादी पार्टी अहिले आएको छ। यसको पछाडिको कारण के हो? यसको पछाडिको कारण के हो भने अघि कमरेडहरूले राखे जस्तै हामी जुन विगतका दिनहरूमा कयौँ पटक कहिले काङ्ग्रेससँग हामीले सहकार्य गर्यौँ, कहिले एमालेसँग सहकार्य गर्यौँ। काङ्ग्रेस वा एमालेसँग पटक पटक सहकार्य गर्दै तिनी पार्टीहरू हामीले ठुला बनायौँ, एक नम्बरका बनायौँ। तर दुईवटा पार्टीसँग सहकारले हामीलाई के बनायो? त्यो दुईटै पार्टीमा भएका रोगहरू पनि हामीलाई सरे। हामीलाई काङ्ग्रेसमा भएको नराम्रो रोग पनि सर्यो, एमालेमा भएको रोग पनि हामीलाई सर्यो। सरेर हामी कस्ता भयौँ? हिजो जनयुद्धको बेलामा ब्यारेकमा जाँदाखेरि चाहिँ म बलिदान गर्न पाउनुपर्छ, यसमा मलाई पठाइयोस्, पड्किरहेको मेसिन गन खोज्न चाहिँ म जान पाउनुपर्छ, म पहिला शहीद हुनुपर्छ भनेर प्रतिस्पर्धा गर्ने कमरेडहरू कहाँ गयो? अब मैले पहिला टिकट पाउनुपर्छ, म पहिला मन्त्री सांसद हुन पाउनुपर्छ, मैले चाहिँ टिकट पाउनु भने के हुनुपर्छ? भोट बेचेर खानुपर्छ भन्नेसम्म गयो। कयौँ ठाउँमा हाम्रै कमरेडहरूले आफूले टिकट नपाएपछि अर्को कमरेडलाई चाहिँ हराउनका लागि बहादुरीपूर्वक चाहिँ नि भोट बेचेर खाए भन्नेसम्मका घटना आयो। दिनभरि कमरेडको झन्डा लिएर हिँडिएको छ, साँझ परेपछि काङ्ग्रेस भलो ठाउँमा पैसा भएको छ। दिनभरि झन्डा लिएर हिँडिएको छ, विषयहरूमा भोटाउनु सक्छ, साँझ परेपछि एमाले थाल्छ। ल मेरो पछाडि 200 भोट छ, 10 लाख रुपियाँ दिनुहुन्छ भने पनि ट्याङ्गी बारेको छु भनेर त बारेको 10 लाख रुपियाँ खाइसकेको छ। नेतालाई के भन्छ? यता एकदम सब ठिक छ, प्याज छ, तपाईँ आउनु परेन, भोट गर्न
गर्दाखेरि के छ, कोही भित्तातिर हाल्नुपर्छ, कोही कतापट्टि हाल्नुपर्छ। हामी यस्तामा पुग्यौँ। त्यो हाम्रो रोग होइन। काङ्ग्रेस एमालेसँग सहकारी गर्दा आइरहेको रोग हो त्यो। गाउँ पुलदेखि लिएर केन्द्रसम्म कयौँ त्यस्तो रोग देखा पर्यो, जसले पार्टीका पटक पटक विभाजनमा पनि पुऱ्यायो। त्यस कारणले हाम्रो केन्द्रीय समितिको बैठकले के समीक्षा गर्यो भने यो रोग अब निको पार्नु पर्यो। यो रोग निको पार्ने भने के भन्दा हामी जनतामा जाने, हामीले जनतामा गएर आत्मालोचना गर्ने, हामीले आफूलाई रूपान्तरण गर्ने। हामी काङ्ग्रेस एमाले र माओवादी भनेको भिन्न हो। माओवादी भनेको भिन्न धातुले बनेको चिज हो। त्यो भिन्न भने के हो भने गल्ती र कमी कमजोरीलाई चाहिँ स्वीकार गर्न सक्छ। कमरेड लेनिनले भन्नुभएको छ कि गल्ती नगर्ने मानिस हुँदैन। गल्ती नै जिन्दगीमा गरेको छैन भने कि त्यो चाहिँ मान्छे होइन, कि चाहिँ त्यो भगवान हो, कि चाहिँ त्यसले जिन्दगीमा केही पनि काम गरेको छैन। जिन्दगीमा केही काम पनि नगरेर बस्यो भने पनि गल्ती हुँदैन। मान्छे भएपछि गल्ती हुन्छ। तर मुख्य कुरा के हो, गल्ती कसले स्वीकार गर्छ, गल्ती कसले आत्मसात गर्छ र त्यसलाई रूपान्तरण गर्छ, त्यो चाहिँ क्रान्तिकारी हो। त्यसकारण हामी क्रान्तिकारी हो। हामीले हिम्मतका साथ भन्नुपर्छ कि हामीलाई जनतालाई हामीले गल्ती गऱ्यौँ। यो अभियानको बेलामा नेपालगञ्जमा एउटा कार्यक्रम थियो। त्यहाँ चाहिँ विभिन्न पार्टीका मान्छे बोलाएर हामीले जनसंवाद भनेर आएका थियौँ। अध्यक्षकै अगाडि भने त्यहाँ कयौँ बुद्धिजीवीहरू, तपाईँहरूका यहाँका जिल्लाका नेता यस्ता छन् उस्ता छन्, तपाईँहरू बिग्राउनु भयो, तपाईँहरू पदको पछाडि लाग्नु भयो भनेर त्यसरी भन्यो। भने चाहिँ लास्टमा के भन्यो भने तपाईँहरूलाई के कारणले मैले धन्यवाद दिन्छु भने तपाईँहरूसँग यति साहस चाहिँ रहेछ, तपाईँहरू आफ्नो आलोचना सुन्न सक्ने, जनताको कुरा सुन्न सक्ने, गाली सुन्न सक्ने तपाईँहरूसँग साहस रहेछ, तपाईँहरूको हिम्मत रहेछ। नेपालको अन्य कुनै पार्टीमा यो साहस हिम्मत छैन। त्यस कारणले तपाईँहरूलाई मलाई सुझाव पनि दिनु मन लाग्यो, सुझाव दिए अनेकजना बुद्धिजीवी। त्यस कारण हामी फेरि एकपटक जनतामा गयौँ। विशेष रूपान्तरण अभियान हामी जनतामा गयौँ। हाम्रो अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा हामीले देशव्यापी रूपमा गाउँ टोलसम्म यो अभियान भयो। त्यसले एउटा नयाँ रक्त सञ्चार गर्यो र त्यही अनुसार अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा रहेको सरकारले भ्रष्टाचार विरुद्ध जुन अभियान सञ्चालन गर्यो, तपाईँले नेपालको इतिहासमा कुनै यस्तो प्रधानमन्त्री सुन्नुभएको जसले पार्लियामेन्टमा उभिएर म, मेरो परिवार, मेरो पार्टी, कुनै पनि मान्छे भ्रष्टाचारमा संलग्न छ भने त्यसमाथि कारबाही हुन्छ। तपाईँ नेपालमा कुनै पार्टी देख्नुभयो आफ्नै पार्टीको पादचाला लगाएर थुन्ने कुनै पार्टी छ नेपालमा? सोध्नुहोस् काङ्ग्रेसमा। जब हाम्रो पारिस कृष्णबहादुर महरामाथि सुनकाण्डको अभियोग लायो, उहाँ चाहिँ रोल्पामा आफ्नो साडु पिटेको श्रद्धाञ्जली सभामा जाँदै हुनुहुन्थ्यो। काठमाडौँमा हल्ला चलेर महरा पायो, कपिल वस्तु आइपुग्न आउँथ्यो। तत्कालीन प्रधानमन्त्री कमरेड प्रचण्डले महराजीलाई फोन गरेर तपाईँ फर्काउनुहोस्, तपाईँ अदालत फेस गर्नुहोस्, कानुन फेस गर्नुहोस्, निर्दोष भए तपाईँलाई छोडिदिन्छ, दोषी भए सजाय भोग्नुहोस्, तपाईँ नजानुहोस् कपिल वस्तुबाट अगाडि। कृष्णबहादुर महराको गाडी कपिल वस्तु औलिया नपुग्ने त्यहाँबाट फर्क्यो, काठमाडौँ जानुभयो, एयरपोर्टबाट सिधै सिआई 1 महिना हिरासत बस्नुभयो, अनुसन्धान भयो, अदालतले उहाँलाई निर्दोष भन्यो, उहाँ अहिले खुला हुनुहुन्छ। कुनै काङ्ग्रेस एमाले अरू कुनै पार्टीले यस्तो गर्न सक्छ? हाम्रो तत्कालीन उपराष्ट्रपति पासाङजीको छोरा दिपेश पुनलाई सहकारी काण्डमा सुन काण्डमा आरोप लाग्यो। यही बुटोलको इलाका प्रहरी कार्यालयमा 1.5 महिना उनी हिरासत बस्यो, अदालत फेस गरे, निर्दोष भयो, निस्केर गयो। अरू कुनै पार्टी गर्न सक्छ यस्तो? हाम्रो पार्टीका सबै पदाधिकारीहरूले भन्नुभयो केन्द्रीय समितिको बैठकमा, म, मेरो परिवार, कुनै आफन्त कुनै पनि अपराधमा संलग्न छ भने पार्टीले सुरक्षा गर्नु पर्दैन, हामी आफै सजाय। यस पाणिनी गाउँ कमिटीलाई उत्तरोत्तर प्रगतिको कामनातिर लैजानको लागि अग्रम भूमिका खेल्नेछ र सही नेतृत्व प्रदान गर्नेछ। र मेरो सवालमा साथीहरूबाट सोध्ने काम भएको थियो
के गर्ने तपाईँले भन्दा मैले त खास के गर्ने भन्ने विषयमा पनि पार्टीले न्यायोचित ठाउँमा र उचित ठाउँमा उचित व्यवस्थापन गर्नेछ। पार्टीभन्दा माथि म हुने कुरो भएन। पार्टीले गरेको कुरा मेरो लागि सर्वमान्य छ, ठिक छ। नयाँ नेतृत्व चयन भएर गएन, मेरो कुनै आपत्ति छैन र पार्टीले मेरो व्यवस्थापन उचित ठाउँमा गर्ने नै छ भन्ने आशा राख्दै मैले 2 शब्द बोलेको थिएँ। सोही सन्दर्भमा अब म यस आज भन्ने नयाँ समितिको लागि अब यो चाहिँ खुल्ला सत्र यही समापन भएको घोषणा गर्दै अब नयाँ समिति बन्नको लागि प्रत्येक वार्डबाट 2-3 जना गरेर लगभग हाम्रो 45 जनाको कमिटी बन्ने भएको